जस्तो फेयर पनिसमेन्ट गरेको थिएँ कसम से म यहाँ बस्दैन नेपालमा बरु म गएर अमेरिका गएर बस्छु यार यत्रो फेयर पनिसमेन्ट गरिस् भनेर यहाँ थोरै सरफ सरफ आउँदैन सरफ छैन भनेको छैन फर्स्टमै भन् बुझिस् अहिले भन्छस् पछि फर्स्टमै भनेको नुन र सरफ अब यता अर्कोपट्टिबाट हाल म मान्दैन त्यहाँ मान्दैन म मान्दैन यो फेयर पनिसमेन्ट भयो म मान्दैन नि कसम अब एउटै भोलिदेखि अर्को गर्ने काय भनेको मलाई खुर्सानी दिएछ भने खुर्सानी नै दिन्छु भनेर उसले भनेको मात्र कसमको बच्चा सच्चा भयो भने त दुध सुध खायो भने त यार त्यो बच्चालाई